ल ध्यान दिएर सुन्नुहोस् है। गलत तरिकाले गरिएको आसनले फाइदाभन्दा बढी बेफाइदा दिन सक्छ। त्यसैले आज हामी योगासन गर्नु पूर्व जान्नै पर्ने 7वटा नियमबारे सिक्छौँ। र त्यसमा पहिलो छ समय। योगासनको लागि सबैभन्दा उत्तम समय भनेको चाहिँ ब्रह्म मुहुर्त पर्छ। ब्रह्म मुहुर्त भनेको बिहान 4 देखि लगभग 6 बजेसम्मको समय। किनभने यसमा ब्रह्माण्डीय ऊर्जा एकदमै प्रभावकारी हुन्छ। अर्को भनेको चाहिँ हाम्रो दुवै मस्तिष्क र शरीर हाम्रो 7-8 घन्टाको आरामदायी सुताले चाहिँ एकदम आरामले एकदम रिल्याक्स भएको हुन्छ। अर्को भनेको एटमोस्फियर पनि अब हाम्रो बाहिरी वातावरण पनि एकदमै स्वच्छ र काम र कुल हुन्छ। अनि अर्को भनेको चाहिँ हाम्रो पेट पनि खाली हुन्छ। र यो भइसकेपछि चाहिँ हाम्रो बिहान जब हामीले इनर्जी यो भनेको चार्ज गरेको जस्तै हो। अनि यो बिहानको चार्ज गरियो भने चाहिँ हामीले दिनभरिलाई मजाले खट्न सक्छौँ। त्यसैले गर्दा ब्रह्म मुहुर्तमा गर्ने, यदि सकिँदैन ब्रह्म मुहुर्तमा गर्न भने चाहिँ बेलुकाको सूर्यास्त हुनभन्दा आधी घन्टा पहिला र आधी घन्टा पछि गर्न सकिन्छ। तर ध्यान रहोस् पेट चाहिँ खाली हुनु पर्दछ। अनि 2 नम्बरमा छ हामी चाहिँ जहिले पनि एम्टी स्टोमक हुनुपर्छ। खाना खाइसकेपछि योगासन गर्नु मिल्दैन। यसको लागि खाना खाइसकेपछि एटलिस्ट 3 देखि 4 घन्टाको ग्याप मजाले दिनुपर्छ। अथवा 1 देखि 2 ग्लासको पानी खाइसकेपछि चाहिँ 10 देखि 15 मिनट पछाडि मात्रै गर्नुपर्छ। हुन्छ त्यो फलफुलको जुसहरू खाइसकेपछि चाहिँ 1 घन्टापछि अथवा एटलिस्ट आधी घन्टापछि गर्नु मिल्छ। अब 3 नम्बरको छ एम्प्टिङ द बावेल्स एन्ड ब्ल्याडर। यो भनेको अब हामीले चाहिँ दिसा पिसाब गरिसकेपछि जब शरीर आरामदायी अवस्थामा रहन्छ तब बल्ल गर्ने। यदि कसैलाई कन्स्टिपेसन भइरहेको छ अथवा कब्जियत भइरहेको छ र त्यो शरीर एकदम हलुका फिल भएको छैन भने चाहिँ मजाले 2-3 ग्लास हल्का नुन हालेको मनतातो पानी खाने अथवा जस्तै ताडासन गर्ने होइन, तिरेको ताडासन गर्ने। अनि त्यसो गरेर जब हजुरले चाहिँ बावेललाई खाली गर्नुहुन्छ अथवा मजाले दिशा गर्नुहुन्छ अनि पछि बल्ल गर्ने पवनमुक्त आसन पनि गर्न सक्छ। पिसाब आइरहेको छ अथवा दिशा लाग्ला जस्तो भएको छ त्यो बेलामा चाहिँ नगर्ने, मजाले पिसाब दिसाब गरेर खाली भइसकेपछि बल्ल योगासन गर्ने। 4 नम्बरमा छ अब नुहाउने। चिसो पानीले नुहाउँदै गर्दाखेरि चाहिँ शरीरमा यो ब्लड सर्कुलेसन बढ्छ। अनि जब चाहिँ यसले शरीरमा रहेको थकान अनि पछि आलस्यलाई पनि हटाउने भएको कारणले अनि हामी चाहिँ एकदम फुर्तिलो रूपमा चाहिँ योगासन गर्न सक्ने भएको कारणले चाहिँ यो हाम्रो चिसो पानीले नुहाउनुलाई पनि अनिवार्य मानिएको छ। 5 नम्बरमा छ हामीले लगाउने कपडा। कपडा चाहिँ जहिले पनि लुज, लाइट र कम्फर्टेबल हुनुपर्छ। सकेसम्म भने कटन नै युज गर्ने, किनभने कटनले पसिना सोस्छ र शरीरलाई चाहिँ चिसो बनाइराख्न मद्दत गर्छ। अर्को कुरा चाहिँ हातमा लगाउनु भएको घडी, चुरा अथवा बेल्ट, टाउकोमा लगाउनु भएको काँटा छ भने तिनीहरूलाई चाहिँ खोलेर राख्ने। र अर्को भनेको चाहिँ ठाउँ कस्तो ठाउँमा गर्ने त काम पिसफुल हुनुपर्छ। अनि त्यहाँ चाहिँ फोहोर मैला भएको धुलो भएको त्यस्तो ठाउँमा चाहिँ नगर्ने, एकदम सफा होस् स्वच्छ होस् होइन। अनिपछि यदि घरमै गर्दै हुनुहुन्छ भने झ्यालहरू खुल्ला राखेर। तर यसमा फेरि के हुन्छ भने एसी अथवा कुलर अथवा फ्यान चलाएर यस्तो चाहिँ नगर्ने। अनि अब आफ्नो योगासन गर्दै गरेको वरिपरि कुनै धारिलो अब यस्तो खाट इभन यो पलङहरूको पनि तिखो त्यो धारिलो भाग परेको छ कि झ्याल ढोकाको धारिलो भाग परेको छ कि त्यो हेरेर गर्ने। कहिलेकाहीँ शीर्षासन यस्तो गर्दा चाहिँ चोटपटक लाग्ने सम्भावना पनि हुन्छ। अनि अर्को भनेको चाहिँ योगा म्याटको प्रयोग गर्ने। अब योगा म्याट भनेर योगा म्याट नै हुनुपर्छ भने कम्पलसरी छैन। सकेसम्म चाहिँ नेचुरल फाइबर प्रयोग गर्ने भन्छ, किनभने त्यसले चाहिँ इन्सुलेटरको काम गर्छ। शरीरमा जुन ऊर्जा उत्पन्न गर्नुहुन्छ योगासन हजुरको शरीरभित्रै रहन्छ। त्यही भएर चाहिँ अब हामीले घरमै हुने गुन्द्री कम्मलहरू यिनीहरू पनि प्रयोग गर्न सकिन्छ। तर त्यो स्पोन्जी टाइपको है म्याटहरू आइरहेको हुन्छ त्यसलाई चाहिँ सकेसम्म अभोइड गर्ने। र यी थिए हाम्रो 7वटा योगासन गर्नुभन्दा पूर्व जान्नै पर्ने आधारभूत नियमहरू। र यसबारे हजुरको मनमा कुनै पनि जिज्ञासा उठेको छ भने हजुरले कमेन्ट बक्समा राख्न सक्नुहुनेछ। र योगासन गर्न चाहनुहुने हजुरको परिवारमा वा समाजमा कोही हुनुहुन्छ र उहाँहरूलाई प्रोत्साहन गर्न चाहनुहुन्छ र उहाँलाई केही सहायता मिल्छ यो भिडियोबाट भने यो भिडियो सेयर गर्नुहोस्। धन्यवाद।